नमस्ते सबैजनालाई। आज 2082 साल असोजको 19 गते हिजो 18 गते देशव्यापी रूपमा एकदमै झरी पर्छ भनेर सरकारले सबैलाई एकदम सचेत रहन आग्रह गर्नुभएको थियो। तर आज अचानक यस्तो राम्रो खुलेको छ हाम्रो ठाउँमा मौसम। यति राम्रो छ, तपाईँको मनासुलुदेखि लिएर माछापुच्छ्रे, हिउँचुली, अन्नपूर्ण सावत, अन्नपूर्ण वान, बारा शिखरदेखि लिएर धौलागिरी, नीलगिरी सबै देखेको छ। आज एकदमै राम्रो भएको छ मौसम। र आजको राम्रो मौसम भएसँगै एउटा केही कुराहरू म तपाईहरुलाई जानकारी गराउन जाँदैछु। किनभने हाम्रो मूल्य भ्यू ट्रेकमा आउनलाई अहिले म डोबाटोबाट छु, होटेलमा आउन लागि पछाडि देख्न सक्नुहुन्छ। मूल्य भ्यू ट्रेक अथवा यो क्षेत्रमा ट्रेकिङ गर्न आउन चाहनुहुन्छ भने तपाईहरु चाहिँ मैले एउटा इन्फर्मेसन दिन्छु, त्यसलाई फलो गर्दै आउनु होला। किनभने धेरै गलत इन्फर्मेसन भयो भनेर चाहिँ कम्प्लेन आएको छ र कतिपय मान्छेहरू बाटोमै रात परेर सुत्नुपर्ने अवस्थाहरू आएको हुनाले र गलत इन्फर्मेसन दिएको हुनाले त्यसरी गलत इन्फर्मेसन नदिनु होला भन्न चाहन्छु। र तपाई पोखरा आउनुहोस्, हरिचोक आएर चाहिँ जीप बस सबै पाउँछ। पोखराको हरिचोकमा आउनुहोस्, त्यसपछि 2-2.5 घण्टामा चाहिँ तपाईको घान्द्रुक आइपुग्छ। ड्राइभ गरेर घान्द्रुकबाट तपाईँ अझै अगाडि आउनुहुन्छ भने कुमरुङ डाँडा चुइले हुँदै चुइलेसम्म गाडीमा आउन सक्नुहुन्छ, आधा घण्टा फेरि माथि। त्यसपछि टाढापानी आउनुहुन्छ, तपाईँ 40 मिनेट जतिमा टाढापानी आइपुग्न सक्नुहुन्छ। त्यसपछि मेसार भन्ने ठाउँ आउँछ, 1.5 देखि 2 घण्टा लाग्छ टाढापानीबाट। र मेसारबाट इसौरो आउनलाई 40 मिनेट जति लाग्छ भने इसौरोबाट डोबाटो आउनलाई 1 घण्टा लाग्छ। हिँड्न सक्ने चाहिँ 45 मिनेट हो भनेदेखि हिँड्न नसक्ने लाई 1 घण्टा लाग्छ। र यहाँ आइसकेपछि हाम्रो मूल्य भ्यू पोइन्टमा जानलाई 25-30 मिनेट मात्रै लाग्छ। यहाँ बस्नुपर्छ, माथि भ्यू पोइन्टमा चाहिँ होटेल छैन। अनि यहाँबाट तपाईँ घोरेपानी जानुहुन्छ भने देउराली 3 घण्टा, देउरालीबाट 1.5 घण्टा घोरेपानी गरेर टोटली 4.5-5 घण्टा लाग्छ भने यहाँबाट बैली जानलाई तपाईँको खोप्रा क्षेत्र जानलाई 6 घण्टा लाग्छ भने बैलीमा 1 देखि 1.5 घण्टा, त्यहाँबाट सिस्तिबङ ढाँडखर्का भन्छ 2 घण्टा, त्यहाँबाट खोप्रा जानलाई 2 घण्टा, टोटल 5 देखि 6 घण्टा लाग्छ भने त्यहाँबाट खयर लेक जानलाई तपाईँको 4.5 घण्टा जति लाग्छ भने जाँदा मात्रै, आउँदाखेरि 3 घण्टा गर्दा 8-9 घण्टा लाग्छ टोटल। त्यहाँबाट तपाईँको पाउदर तातो पानी झर्दाखेरि 5-6 घण्टा लाग्छ भने तपाईँ फेरि खोप्राबाट स्वाता झर्नलाई 4 देखि 5 घण्टा लाग्छ भने स्वाताबाट घोरेपानी पनि त्यही 4 घण्टा 5 घण्टा लाग्छ। अनि तपाईँ हिडन भ्याली जानुहुन्छ भने यहाँबाट चाहिँ 3.5 घण्टादेखि 4 घण्टामा पौडे खर्कमा पुग्छ। तपाईँ बिस्तारै हिँड्न नसक्नेलाई, हिँड्न सक्नेलाई 3 घण्टा पुग्छ भने त्यहाँबाट हिडन लेक जानलाई 1.5 घण्टा लाग्छ। त्यहाँबाट तिरिबुङ जानलाई तपाईँ है 3 देखि 4 घण्टा लाग्छ। तिरिबुङबाट चाहिँ छोमरुङ झर्नलाई पनि 3 घण्टा जति समथिङ लाग्छ। त्यसैले यो इन्फर्मेसन फलो गर्नु होला सबैले मूल्य भ्यू ट्रेकमा आउनलाई। र यदि तपाईहरुले अझै पनि अरू इन्फर्मेसन बुझ्न चाहेको खण्डमा चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ 9856079578 मा। र कम्प्लेन भनेको जुन मैले अघि भने तपाईको घान्द्रुकमा आएर पनि मूल्य जानलाई कता हो भन्ने कुराहरू चाहिँ धेरै कन्फ्युज भयो भन्ने कुराहरू साथीहरूले गर्नुभएको छ। धेरै कम्प्लेन आएको छ घान्द्रुकबाट चाहिँ। कतिपय साथीहरूले जो नबुझेर होला गलत इन्फर्मेसन दिएको, जुन सबैजनाले यो मैले यो भनेको कुरालाई मनन गरेर चाहिँ यति लाग्दो रहेछ भनेर चाहिँ तपाईँले मनन गरिदिनु होला। किनभने कतिपय साथीहरू नआएर पनि थाहा नभएर त्यसरी भन्यो होला। र हाम्रै जति पनि होटेल व्यवसाय साथीहरू छ जे छ त्यो सबैले बोलिदिनु होला। किनभने मान्छेहरू चाहिँ अलि अल्पत्र भएको देखियो। यहाँनिर रात परेर बाटोमा सुत्ने, अब जस्तै यहाँबाट घोरेपानी जाँदाखेरि 7 घण्टा लाग्छ भनेर त मैले भन्नु भएन नि त 8 घण्टा लाग्छ भनेर भन्नु भएन। जे थियो त्यो सबैले बोलिदिनु होला। यदि तपाईँहरूले जानेको छैन भने मलाई कन्ट्याक्ट गर्नु, अथवा जानेको साथीहरूसँग त्यहाँ जानलाई कति लाग्छ भनेर तपाईँहरूले बुझेर मात्रै इन्फर्मेसन दिनु होला। कतिपय साथीहरू अलिक दुःख पाएको छ, त्यसैले दुःख नपाओस् भनेर यो इन्फर्मेसन दिएको हो। सबैजनाले एकदमै बुझेर मात्रै आउनु होला। बाटो एकदम क्लियर छ, बाटोमा कुनै समस्या छैन, तपाईँहरू ढुक्कसँग आउन सक्नुहुन्छ। तर 1 घण्टालाई 10 घण्टा, 1 घण्टालाई 4 घण्टा भन्नु चाहिँ भएन। त्यो चाहिँ एकदम सही इन्फर्मेसन दिनु होला सबैजनालाई भन्न चाहे। धन्यवाद।